हेलो फ्रेन्ड्स, सम्पूर्णमा नमस्कार। म जयदीप कुमार गुप्ता। आज म भिटामिन ए क्याप्सुल कार्यक्रम, जुका विरुद्धको औषधि कार्यक्रम तथा बाल भिट्टा कार्यक्रम बारे केही भन्न जाँदैछु। हजुरहरूलाई कस्तो लाग्छ आफ्नो अमूल्य विचार राख्न नभुल्नुहोला। हामीसँग समय थोरै छ र समयको महत्त्व दिनुपर्छ, त्यसैले ढिला नगरी सुरु गर्छु। नेपाल सरकारले पहिलो प्राथमिकतामा राखी सञ्चालन गर्दै आएको कार्यक्रमहरू मध्ये यो पनि एक हो, जुन हरेक वर्ष बाइएनुअल अर्थात् अर्धवार्षिक रूपमा सञ्चालन हुँदै आइरहेको छ। हरेक आर्थिक वर्षमा 2 पटक, कार्तिक महिनाको 2 र 3 गते तथा वैशाख महिनाको 6 र 7 गते सञ्चालन हुन्छ। कहिलेकाहीँ सो दिन पर्व तिहार, निर्वाचन वा अन्य सार्वजनिक बिदा पर्न गएकोमा पूर्व सूचना जारी गरी अर्को मिति तोक्ने गरिन्छ। राष्ट्रव्यापी रूपमा सञ्चालन हुने भएकाले सो उमेर समूहमा पर्ने सम्पूर्ण बालबालिकाहरूलाई नजिकैको वितरण केन्द्रमा लगी सहभागी गराई उक्त कार्यक्रमलाई सफल पारौँ। यो कार्यक्रमबारे केही प्रश्नहरूको जिज्ञासा मेटाउन कोसिस गरेको छु। थप केही प्रश्नहरू भए कमेन्ट्स गर्नुहोला। कसलाई खुवाउने त? भिटामिन ए क्याप्सुलको लागि 6 महिनादेखि 59 महिनासम्म, जुक्का विरुद्धको औषधिको लागि 12 महिनादेखि 59 महिनासम्मका तथा बालभिटाको लागि 6 महिनादेखि 23 महिनासम्मका। कहिले खुवाउने? पहिला नै भनिसकेको छु। कहाँ खुवाउने? आफ्नै वडामा रहेको वा आफूलाई पाएक पर्ने नजिकको स्वास्थ्य संस्था वा वितरण केन्द्रमा। कसले खुवाउँछ? सम्बन्धित वडाको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका। किन खुवाउने? रोग लाग्नबाट बचाउन र स्वास्थ्य बनाउन। अब कति मात्रामा खुवाउने त? सर्वप्रथम भिटामिन ए क्याप्सुलको मात्राको बारेमा जानौं। यो क्याप्सुल फरक मात्राको प्रिपरेसन, जस्तै 25,000 IU, 50,000 IU, 1 लाख IU र 2 लाख IU मा उपलब्ध हुने गर्दछ। तर यो कार्यक्रमको लागि 2 लाख IU भएको क्याप्सुल वितरण भएको देखिन्छ। 6 महिना मुनिको बच्चालाई नखुवाउने। 6 देखि 12 महिनाको लागि आधा क्याप्सुल अर्थात् 1 लाख IU खुवाउने। त्यस्तै 12 महिनादेखि 59 महिनासम्मलाई 2 लाख IU खुवाउने। अब जुक्का विरुद्धको औषधि अल्बेन्डाजोल कति मात्रामा खुवाउने? यो औषधि 400 माइक्रोग्राममा उपलब्ध हुन्छ। 1 वर्ष मुनिका बालबालिकालाई नखुवाउने। 1 देखि 2 वर्षभित्र पर्नेको लागि आधा चक्की मतलब 200 माइक्रोग्राम खुवाउने। त्यस्तै 2 देखि 5 वर्षसम्मलाई 400 माइक्रोग्राम भएको 1 चक्की खुवाउने। अब बालभिटा कति खुवाउने? यो खुवाउने लक्षित उमेर समूह 6 महिनादेखि 23 महिना हो। 0 देखि 6 महिनासम्मलाई नखुवाउने। 6 देखि 8 महिनासम्मलाई दिनको 1 पटकका दरले जम्मा 60 दिन अर्थात् 60 प्याकेट खुवाउने। 4 महिना नखुवाउने। 13 महिनादेखि 15 महिनासम्मलाई दिनको 1 पटकका दरले जम्मा 60 दिन अर्थात् 60 प्याकेट खुवाउने। 4 महिना नखुवाउने। अब 20 भन्दा माथि उमेरकोलाई दिनको 1 पटकका दरले 60 दिन अर्थात् 60 प्याकेट खुवाउने। अर्को महत्त्वपूर्ण कुरा, सोही समयको सदुपयोग गर्दै त्यही उमेर समूह अर्थात् 6 महिनादेखि 59 महिना भित्र पर्ने बालबालिकाहरूको दायाँ पाखुराको मध्य परिधिको मापन गर्न सकिन्छ, जसले गर्दा बच्चाको पोषण अवस्थाको लेखाजोखा गर्न सजिलो हुन्छ। तर यो कार्यक्रम लागू भएका जिल्लाहरूमा मात्रै। अर्को कुरा, वैशाख महिनामा हुने भएकाले त्यो महिनामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना महिना मनाउन सजिलो होस् भनी बच्चाको खोप कार्ड हेर्न सकिन्छ। अन्त्यमा, तपाईको आफ्नो व्यस्त समयको बावजुद धैर्य धारण गरी सुनिदिनु भएकोमा हृदयदेखि धन्यवाद दिन चाहन्छु।